यही महिनामा हामीले एउटा अरे साथीबाट फेरि राजनीतिक चाहबाट राजनीतिक स्तरबाट हामीले एउटा राजनीतिको चिन्तनले भवन बनाउने प्रयास सुरु गरेका छौँ। त्यसको लागि म साथीहरू आग्रह गर्न चाहन्छु, हामीले चिन्तनले भवन बनाउनेछौँ, त्यो पनि भूकम्प प्रतिरोधी भवन बनाउनेछौँ। अब यो भौतिक घर मात्र होइन, राजनीतिक घर हामीले निर्माण गर्न खोजिरहेका छौँ। त्यसको लागि हामीले पहिलो अभ्यासहरू हामीले एउटा घरको ट्रक खनेका छौँ। त्यो घरको ट्रक खन्दाखेरि हामीले भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले त्यो घरमा त्यसरी यो बेला सिमेन्टको लागि 3 बेला गिटी चाहिन्छ, 3 बेला बालुवा चाहिन्छ। त्यही ढङ्गले सबै राजनीतिक पार्टीका साथीहरूलाई उसको घर सम्बन्धलाई हामीले मिलाएर सबै ढङ्गले हामीले डरो गरिकन हामीले ट्रक खडा गर्ने कामहरू गरेका छौँ। तर हामीले ट्रक खडा गरेर मात्र हुँदैन, त्यो ट्रकमा समय समयमा क्लिनिङ गर्ने, पानी हाल्ने र त्यसलाई मजबुत गर्ने काम गरेर हामीले बाँकी छ। हामी सबै लागि परेर राम्रोसँग त्यो क्लिनिङ गरेर हामीले पिलरहरू खडा गरी मनोपर पहिलो तलो दोस्रो तलो हुँदै हामीले 3 तलो बिल्डिङ बनाउन सक्छौँ। यो कुरा नेपाली राजनीतिक इतिहासमा र हामीलाई हामीले प्रयोग गर्न सक्छौँ। मलाई त विश्वास लागेको छ। मेरो यति मात्र भने साथीहरू, यसको अर्थ यसको सन्देश के हो भने हामीले अहिले के गरेका छौँ, यो प्राकृतिक न्यायको सिद्धान्त मुताबिक आम जिल्लावासीको चाहना मुताबिक हाम्रो कदमहरू हामीले गरेका छौँ। विगतका दिनहरूमा हामीले यस्ता कुराहरू नगर्दाखेरि प्रकृतिको दमन गर्दाखेरि कतिपय सन्दर्भमा